जीवनमा 12 वर्षको समयलाई एकपटक गम्भीर भएर सोचौँ त। 1-2 दिन सामान्य ज्वरो आउँदा त मानिसलाई कति छटपटी हुन्छ होइन, पुरै ओछ्यान परेको जस्तो महसुस हुन्छ। अब कल्पना गरौँ 12 वर्षसम्म लगातार एउटै शारीरिक पीडा भोग्नु परेको अवस्था। त्यो त साँच्चै नै कहाली लाग्दो अवस्था हो नि। उपचारको खोजीमा आफ्नो जायजेथा सबै रित्याउनु अनि त्यसमाथि समाजबाट पूर्ण रूपमा एक्लिनु, यो सुन्दा नै आङ जिरिङ हुने अवस्था हो नि। आजको यस गहिरो अध्ययनमा यस्तै एउटा अत्यन्तै शक्तिशाली ऐतिहासिक र प्रेरणादायक कथाको चिरफार गरिँदैछ। आज हामीले अध्ययन गरिरहेको विषय एउटा प्रख्यात प्रवचनको स्क्रिप्टमा आधारित छ, जुन बाइबलको ऐतिहासिक सन्दर्भसँग जोडिएको छ। एकदमै। यो बाइबलको मर्कुस, मत्ती र लुकाको पुस्तकमा उल्लेख भएको एउटी यस्ती स्त्रीको कथा हो जो 12 वर्षदेखि रगत बग्ने रोगबाट पीडित थिइन्। यस छलफलको मुख्य उद्देश्य भनेको यो कथालाई एउटा पुरानो ऐतिहासिक पानाको रूपमा मात्र नपढी यसले आज पनि सान्दर्भिक हुने 4वटा मुख्य सन्देशहरू कसरी दिन्छ भनेर बुझ्नु हो। पक्कै पनि ती स्त्रीको ऐतिहासिक र सामाजिक अवस्थालाई बुझ्नु र कसरी एउटा सानो स्पर्शले उनको सम्पूर्ण जीवन परिवर्तन गर्यो भन्ने कुराको विश्लेषण गर्नु नै हाम्रो मिसन हो आजको। ल आउनुहोस् यसलाई अझै गहिराईमा गएर केलाएर हेरौँ। 12 वर्षको बोझ र सामाजिक एक्लोपनको सन्दर्भबाट सुरु गरौँ है त। 12 वर्षसम्म लगातार रगत बग्ने रोगको शारीरिक र मानसिक तनाव कति भयानक थियो होला। खै यदि हामीले यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्यौँ भने नि, आजको आधुनिक चिकित्सा विज्ञानको युगमा पनि 12 वर्ष भनेको निकै लामो समय हो। जन प्रथम शताब्दीको मध्यपूर्वको अवस्था त कस्तो थियो होला। त्यति बेला त शारीरिक रूपमा मानिसलाई कति शिथिल बनाउने अवस्था थियो होला नि। शरीरमा रगतको कमी, चरम कमजोरी अनि लगातारको थकान। कथामा प्रश्न बनिएको छ कि ती स्त्रीले आफ्ना सबै सम्पत्ति वैद्य र चिकित्सकहरूमा खर्च गरेकी थिइन्। ओहो, मानिसले आफ्नो स्वास्थ्यको लागि जे पनि गर्छ, तर निको हुनुको सट्टा रोग झन् बिग्रिँदै गएको तथ्यलाई हेर्दा उनको निराशा कति गहिरो थियो होला। आफूसँग भएको अन्तिम सिक्कासम्म रित्याएर पनि केही पार नलागेपछि मानिस या त पागल हुन्छ या त गहिरो डिप्रेसनमा भासिन्छ नि। एकदम सही कुरा। तर यसमा अझ डरलाग्दो पक्ष अर्को छ। शारीरिक वा आर्थिक सर्वनाश मात्र होइन, तत्कालीन यहुदी व्यवस्थाको कानुनलाई हेर्ने हो भने यो त पूर्ण रूपमा सामाजिक बहिष्कारको विषय थियो। भनेपछि कानुनै त्यस्तो कडा थियो? हो नि। त्यस कानुन अनुसार यसरी निरन्तर रगत बग्ने रोग भएकी स्त्रीलाई अशुद्ध मानिन्थ्यो। यसको अर्थ उनी समाजबाट पूर्ण रूपमा बहिष्कृत थिइन्, कसैलाई छुन पाउँदिनथिन् र आराधनालयमा जान पूर्ण रूपमा वञ्चित थिइन्। अशुद्ध भन्नाले छुवाछुत जस्तै भयो नि त। ठ्याक्कै। उनको सामाजिक जीवन लगभग समाप्त भइसकेको थियो। यो केवल एउटा शारीरिक रोग मात्र नभएर अत्यन्तै गहिरो सामाजिक र मानसिक पीडा थियो। 12 वर्षसम्म कसैको अङ्गालो नपाउनु, परिवारसँगै एउटै टेबलमा बसेर खान नपाउनु, यो त कसैलाई एकान्त कारावासमा राखे जस्तै भयो नि। मानिस सामाजिक प्राणी हो। यसरी काटिनु भनेको शारीरिक रोगभन्दा कयौं गुणा ठूलो मानसिक टर्चर हो। आत्मसम्मान पूर्ण रूपमा समाप्त हुन्छ यस्तो बेलामा। हो, त्यही नै यस कथाको सबैभन्दा गहिरो दुःखद पाटो हो। उनी समाजको नजरमा केवल एउटी अशुद्ध स्त्री थिइन्। तर यहाँनिर कुरा साँच्चै रोचक बन्छ है। यस्तो अन्धकारको बीचमा एउटा आशाको झिल्को कसरी पलाउँछ भन्ने कुरा ध्यान दिन लायक छ। कथाको मोड नै त्यहीबाट परिवर्तन हुन्छ नि। ती स्त्रीले येशूका चमत्कारहरूबारे सुनिन्, कसरी अन्धालाई दृष्टि मिल्यो, लङ्डो हिँड्यो, दुष्टात्मा निकालियो भन्ने कुराले उनको मनमा एउटा आशा पलायो। अनि यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने उनको प्रार्थना वा प्रतिक्रियाको शैली एकदमै फरक थियो। उनले ठूलो स्वरमा चिच्याएर वा सिधै अगाडि गएर ध्यान आकर्षित गरेनन्। हो, उनले मनमा नै सोचिन्, यदि म उहाँको वस्त्र मात्र छुन्छु भने म निको हुनेछु। यो दृश्य कति शक्तिशाली छ भने नि यसले हाम्रो पहिलो मुख्य सन्देशलाई अगाडि ल्याउँछ, त्यो हो विश्वासले चमत्कार ल्याउँछ। पक्कै पनि। हाम्रो अवस्था जस्तो सुकै होस्, साँचो विश्वासले परमेश्वरको शक्ति चलाउँछ भन्ने कुरालाई यसले प्रमाणित गर्छ। साँचो विश्वास देखाउन सधैँ चिच्याउनु पर्दैन। यो त भित्री हृदयको एउटा मौन तर अटल निश्चय हो।
मौन तर असीमित विश्वास। तर त्यो विश्वासलाई वास्तविकतामा बदल्न अर्को एउटा ठूलो कुरा चाहिन्थ्यो नि। साहस नभई त त्यो चमत्कार कहिल्यै हुने थिएन होला। एकदमै। त्यस बेलाको परिवेश कल्पना गरौँ त। यीशुको वरिपरि एकदमै ठूलो र बाक्लो भिड थियो। मानिसहरूको ठेलाठेल थियो त्यहाँ। अनि शारीरिक रूपमा अत्यन्तै कमजोर 12 वर्षदेखि रगत बगेर थला परेकी स्त्रीको लागि त्यो मानिसहरूको धकेला धकेल सहेर अगाडि बढ्नु कति गाह्रो काम थियो होला। त्यहाँ मानिसहरूले कुल्चिन सक्थे। शारीरिक चुनौती त छँदै थियो, तर मुख्य कुरा त कानुनी जोखिम थियो। उनी अशुद्ध थिइन्। यदि भिडमा कसैले उनलाई छोएको कुरा थाहा पाएको भए उनले पुरै भिडलाई अशुद्ध बनाएको आरोप लाग्थ्यो। एउटी अशुद्ध स्त्रीले प्रख्यात गुरुलाई छुनु भनेको त मृत्युदण्ड नै पाउन सक्ने अपराध थियो त्यो समाजमा। त्यत्रो ठूलो जोखिम मोलेर कसैको वास्ता नगरी अगाडि बढ्ने उनको हिम्मतलाई मान्नै पर्छ। यहाँनिर हाम्रो दोस्रो मुख्य सिकाइ निस्कन्छ नि, साहस आवश्यक छ। यदि उनले डराएर भिड छिचोल्ने प्रयास नगरेकी भए चमत्कार हुँदैन थियो। हो, उनले डरमाथि विजय प्राप्त गरिन् र येशूको वस्त्रको किनार छुने बित्तिकै चमत्कार भयो। अनि परिणाम कस्तो अकल्पनीय। हाम्रो तेस्रो मुख्य सन्देश नै यही हो, लामो समस्या पनि एक क्षणमा अन्त्य हुन सक्छ। 12 वर्षको लामो कालखण्ड अनि केवल 1 सेकेन्डको स्पर्श। एकदम सही। 12 वर्षदेखिको निरन्तरको पीडा, आर्थिक तथा सामाजिक क्षति एउटा सानो स्पर्शबाटै तुरुन्तै समाप्त भयो। रगत बग्न तत्काल रोकियो र उनले शरीरमा पूर्ण रूपमा निको भएको महसुस गरिन्। मानिसहरू प्राय सोध्छन् कि जुन समस्या वर्षौंदेखि जरा गाडेर बसेको छ त्यसलाई उखेल्न पनि वर्षौं नै लाग्छ। तर यो घटनाले देखायो कि 12 वर्षको पीडा एक स्पर्शमा समाप्त भयो। उनले आफ्नो शरीरमा रोग निको भएको महसुस त गरिन्, तर कथा यहाँ सकिँदैन नि। हो, यहाँबाट झन भावनात्मक पाटो सुरु हुन्छ। जब येशू एक्कासी रोकिनुभयो र कसले मलाई छोयो भनेर सोध्नुभयो, त्यति बेला चेलाहरू यति ठूलो भिडमा यो प्रश्न सुनेर अचम्ममा परे। चेलाहरूलाई त लाग्यो होला यत्रो भिडले ठेल्दैछ अनि उहाँ कसले छोयो भन्नुहुन्छ। तर येशूलाई थाहा थियो त्यो भर्खरै भएको स्पर्श भिडको धक्का थिएन। उहाँले आफूबाट शक्ति निस्किएको महसुस गर्नुभएको थियो। अनि यसले एउटा महत्त्वपूर्ण कुरा उजागर गर्छ, जुन हाम्रो चौथो सन्देश हो। येशूले लुकेको पीडा देख्नुहुन्छ। भिडमा हजारौं थिए, तर येशूले एक पीडित हृदयलाई महसुस गर्नुभयो। हजारौंको हो हल्ला र व्यस्तताको बीचमा पनि एउटा टुटेको हृदयको पुकार सुनियो। तर ती स्त्रीको लागि त्यो क्षण कति डरलाग्दो थियो होला। अशुद्ध भएर पनि गुरुलाई छोएकोमा सर्वनाश हुन्छ कि भन्ने डरले उनी काँप्दै अगाडि आइन् र सत्य कुरा सुनाइन्। आफ्नो लुकेको अशुद्ध पहिचान हजारौं मानिसको अगाडि खुलाउनु पर्दा उनलाई पक्कै डर लागेको थियो। तर येशूको प्रतिक्रियाले सबैलाई आश्चर्यचकित बनाइदियो। उहाँले उनलाई सम्बोधन गर्दै भन्नुभयो, छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ। छोरी भन्ने शब्दको महत्त्व यहाँ एकदमै गहिरो छ नि। 12 वर्षदेखि समाजले अशुद्ध भनेर अस्वीकार गरेकी स्त्रीलाई येशूले परिवारको सदस्य झै सम्बोधन गर्नुभयो। यसले उनको शारीरिक रोग मात्र होइन, गुमेको सामाजिक पहिचान र सम्मान पनि फर्काइदियो। साँचो चङ्गाई भनेको त्यही त हो नि। केवल शरीरको मात्र रोग निको भएर पुग्दैन, समाजमा गुमेको पहिचान र आत्मसम्मानको पनि पुनर्स्थापना हुनुपर्छ। येशूले उनलाई डरबाट सधैँको लागि मुक्त गरिदिनुभयो। समग्रमा भन्नुपर्दा यस कथाबाट हामीले 4वटा अत्यन्त स्पष्ट सिकाइहरू पायौं। पहिलो कुरा, साँचो विश्वासले परमेश्वरको शक्ति चलाउँछ र चमत्कार ल्याउँछ। दोस्रो कुरा, हजारौंको भिडमा पनि लुकेको पीडा देखिन्छ। अनि तेस्रो कुरा, 12 वर्ष जस्तो लामो समस्या पनि एक क्षणमै अन्त्य हुन सक्छ। र चौथो कुरा, अगाडि बढ्न साहस नितान्त आवश्यक छ। एकदमै। जानकारीको ओइरो लाग्ने आजको दुनियाँमा पनि कसरी एउटा स्पष्ट विश्वास र साहसले मानिसको जीवन परिवर्तन गर्न सक्छ भन्ने कुरा यो कथाले प्रष्ट पार्छ। आजको यस गहिरो अध्ययनबाट हामीले धेरै कुरा मनन गर्न पायौं। हो नि। अनि यो सबै कुरा हेरिसकेपछि मलाई एउटा अन्तिम प्रश्न छोड्न मन लाग्यो। 12 वर्षको एक्लोपन र निराशालाई चिर्न एउटा साहसिक कदम र सानो स्पर्श मात्र पर्याप्त भयो।
आजको समाजमा मानिसहरू आफ्नै जीवनको चङ्गाई वा सत्यको खोजी गर्न कुन अदृश्य भीड वा सामाजिक पर्खालहरू छिचोल्न डराइरहेका होलान्? यो साँच्चै नै एकदमै शान्त तर विचारणीय प्रश्न हो। हामीलाई साँचो रूपान्तरणबाट केले रोकिरहेको छ भनेर आफैले पहिचान गर्नु जरुरी छ। आजको यस विस्तृत छलफलबाट हामी यही गहिरो प्रश्न छोड्दै बिदा लिन्छौँ। यस विषयमा थप मनन गर्नुहोस्। साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।